त्यो नमस्ते। आज चाहिँ म यतातिर डुलिरहेको छु हैन, एक्लै आएको छु घुम्नलाई चाहिँ। देख्नुहुन्छ यतातिर चाहिँ फुल फुलिरहेको छ हैन। खासै राम्रो त भिडियो बनाउन जाने छैन, त्यही पनि भिडियो बनाइरहेको छु हैन। सबैजनाले यसो मेरो युट्युब पनि फुल भिडियो हेर्नु होला। म के कसो छ आज देखाउँछु तपाईहरुलाई हैन। मसँग चाहिँ आज यहाँ साइकल छ, साथीको साइकल लिएर आएको छु हैन तपाईको। अनि यतातिर चाहिँ बबाल फुल फुलिरहेको छ, देख्न सक्नुहुन्छ हैन। यस्तो हो नि त हाम्रो भए यतिका पार्क बनायो मान्छे पैसा लिन थाल्थ्यो क्या। यहाँ भनेको चाहिँ बाटोतिर यस्तो पार्क पनि छ। सबै भिडियो हेर्नु होला हैन। ल त म तपाईलाई अरु पनि देखाउँछु। सक्नुहुन्छ यस्तो छ हैन। यतातिर चाहिँ पुरा बवाल छ। यतातिर यो सिरु पनि पलाइराखेको छ हैन। यस्तो छ, एकदम रमाइलो हो के देख्नलाई चाहिँ आहा छ। तर यहाँ काम गर्नलाई चाहिँ बाहिर काम गर्ने दाइ हैन दिदीहरु अब जो हुनुहुन्छ उनीहरुलाई चाहिँ लास्टै गाह्रो हुन्छ, किनकि यहाँ 45 46 त्यस्तो भेटिन्छ क्या। गर्मी चाहिँ त्यतिसम्म छ हैन। अनि त्यही भएर देख्न सक्नुहुन्छ दामी ठाउँ चाहिँ दामी छ क्या। यस्तो बवाल छ हैन। यतातिर चाहिँ देख्न सक्नुहुन्छ बवाल छ। यस्तो यस्तो ठाउँहरु चाहिँ देख्न सक्नुहुन्छ। तर काम गर्नलाई चाहिँ अलिकति गाह्रै छ भन्न चाहन्छु हैन। अरु त सबै कुरा ठिकै छ। यतातिर यति गर्मी छ नि, यति गर्मी छ नि। यहाँ पुरा गर्मी भयो भने म एक्लै भए पनि घुमिरहेको छु हैन। यतातिर चाहिँ एकदम के फिल चाहिँ बवाल आउने हैन। तपाईको हावा पनि आज चिसो आइरहेको छ। अब चाहिँ म थोडा तपाईहरुलाई ब्रिज भन्छ यहाँ चाहिँ हैन, ब्रिज अब थोडा त्यो हामी पानी जमेको भन्छ नि, हाम्रोतिर त्यो पोखरी भन्छ, त्यस्तै ब्रिज छ। ब्रिज पनि देखाउँछु तपाईहरुलाई, हेर्नु होला। देख्न सक्नुहुन्छ यता चाहिँ हैन ब्रिज भन्छ यसलाई चाहिँ, ब्रिज हैन। तर समुद्र जस्तो देखाएको छ, तर यो समुद्र चाहिँ हैन जमाको पानी हो हैन। त्यही भएर जमाको पानी भए पनि बवाल छ हैन। यसमा चाहिँ चिसो चाहिँ हुँदैन क्या हो यो पानी हैन, नुनिलो हुन्छ क्या हो। तर पौडी खेल्न चाहिँ आहा दामी छ हैन। पौडी खेलौँ खालको छ क्या गाइस हैन। यस्तो बवाल छ, देख्न सक्नुहुन्छ हैन। ओहो बवाल छ बवाल, यस्तो छ क्या। देख्नुहुन्छ आज चाहिँ खासै कुहिरो लागिरहेको छ क्या, दिन धुम्मेको जस्तो भइरहेको छ। त्यही पनि देख्नलाई चाहिँ यस्तो बवाल छ। ए टक्का लाएर यही त हो नि। सो गाइज हैन, म चाहिँ यतातिर डुल्न आएको थिएँ नि त, ब्रिज भनेको थिएँ। ब्रिज पनि देखाइसकेको छु तपाईहरुलाई। ब्रिज चाहिँ त्यही हो कि अहिले मैले हजुरलाई देखाएँ नि, त्यही हो। यतातिर पनि ठाउँ चाहिँ खतरा खाली छ, घुम्नलाई लायकको छ हैन। सो गाइज मैले चाहिँ तपाईहरुलाई देखाउँछु भने देखाइसकेँ हैन। म चाहिँ आज यतातिर घुम्न आएको थिएँ नि त, एक्लै आएको थिएँ। अनि साथीको साइकल लिएर आएको थिएँ हैन। साइकल पनि अब पुऱ्याउनु पर्छ, किनकि उसको ड्युटी टाइम अन्त ड्युटीमा जान्छ केटो। अनि काममा जाने बेला पनि भयो त्यसको, अनि त्यसलाई साइकल पुऱ्याउनु परेको हुन्छ। नत्र अनि अरू भनेको नि बिस्तारै देखाउँछु हैन। यतातिर चाहिँ खतरा छ क्या, देख्न सक्नुहुन्छ। यो चाहिँ पहिला हामी एकचोटि राति आएको थियो हैन। राति एउटा दाइसँग आएको थियो, राति आएर यो पुरा घुमेको थियो क्या। अनि समुद्र चाहिँ भन्नुहुन्छ नि यतातिर हो ब्रिज हैन। यो यसलाई भन्छ यतातिर ब्रिज छ। अनि तपाईको ब्रिज भयो, अनि यतातिर ब्रिजहरु यहाँ चाहिँ बेलुकातिर चाहिँ मान्छेहरु पनि आउँछ डुल्नलाई, सल्लाहका लाएर यतातिर चाहिँ घुम्नु भयो। यस्तो खतरा छ। अब पानी सुरु भयो क्या, यो चाहिँ पुरा दुबै हो। अनि यस्तो छ दुबै भयो। त्यही भएर के अब चाहिँ यहाँ चाहिँ दाइहरु पुरा कचरा टिप्नुहुन्छ हैन। यहाँ कचरा यसलाई चाहिँ साफ गर्नु हो गाइस। यस्तै छ टक्का लाएर, यस्तो हो क्या। दाइहरु चाहिँ यहाँ सामानहरु लिएर जानुहुन्छ कचराहरु, त्यस्तै टक्कल तरिकाले यो आउँछ हैन। यतातिर यसो अब गर्लफ्रेन्ड भएका चाहिँ डुल्न आयो भने एकदम रमाइलो खालको हुन्छ हैन। अरु त के भन्नु र, यस्तो छ।